धेरै कोसिस गरेपछि थाहा भयो कि सम्झाउनु पर्ने त आफैलाई रहेछ। पनि एआईबाट यस्तै आफ्नो भिडियो बनाउन चाहनुहुन्छ भने मात्र 5 मिनेटमा बनाउन सक्नुहुनेछ। त्यसको लागि म तपाईलाई स्टेप बाई स्टेप सिकाउने छु र तपाईले त्यो स्टेपलाई फलो गर्नुहोला र यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म कहीँ कतै स्किप नगरिकन हेर्नुहोला र यो च्यानललाई लाइक, कमेन्ट, सेयर अनि सब्स्क्राइब गर्न नबिर्सनुहोला। तपाईको मोबाइलको स्क्रिन ओपन गर्नुहोस् र प्ले स्टोरलाई खोल्नुहोस्। त्यसपछि सर्च बारमा जानुहोस् र च्याट जीपीटी सर्च गर्नुहोस् र यहाँ च्याट जीपीटी इन्स्टल लेखेको छ। मैले यो भन्दा पहिले नै डाउनलोड गरेर राखेको थिएँ। तपाईले गर्नु भएको छैन भने गर्नु होला र यहाँ च्याट जीपीटी यहाँ छ, यसलाई ओपन गर्नुहोस् र यहाँ एनीथिङ आस्क लेखेको छ र तलपट्टि ग्यालेरी छ, ग्यालेरी ओपन गर्नुहोस् र तपाईले जुन फोटोलाई भिडियोमा बनाउन खोज्दै हुनुहुन्छ त्यो फोटो सिलेक्ट गर्नुहोस् र डन गर्नुहोस्। आस्क एनीथिङ भनेको छ। यसमा तपाईले यो फोटो सम्बन्धी कस्तो खालको फोटो बनाउने हो यसलाई चाहिँ तपाईले यहाँ चाहिँ लेख्नु पर्ने हुन्छ। मैले पहिले नै लेखेर राखेको थिएँ। यो फोटोलाई 8 वर्षको बच्चाको फोटो बनाऊ जसले राजा जस्तै शिरपेच लगाएर मञ्चमा उभिएर भाषण गरिरहेको हुन्छ। मञ्चमा सुरक्षाको लागि आर्मी हुन्छ। मञ्चमा अरू मन्त्रीहरू पनि हुन्छन्। दौरा सुरुवाल, ढाकाको टोपी लगाएको, दुबाको माला लगाएको बनाऊ भनेर चाहिँ यहाँ मैले लेखेको छु। तपाईले तपाईको इच्छा अनुरूप जस्तो बनाउन चाहनु भएको छ त्यस्तै यहाँ लेख्नु होला र माथिपट्टि यहाँ एरो छ साइडमा, यसलाई क्लिक गर्नु होला। केही समय र यहाँ चाहिँ च्याट जीपीटीले सुरु गर्न लागेको छ। केही समयपछि गेटिङ यहाँ फोटो बनिसकेको छ र हामीले माथि जे लेखेका थियौं, जसरी बनाइदिनुहोस् भनेर लेखेका थियौं त्यसै अनुरूपमा यहाँ चाहिँ फोटो चाहिँ बच्चाको बनिसकेको छ र यसलाई हामीले सेभ गर्छौं। सेभ गर्नको लागि प्रेस गर्नु होला र सेभ गर्नु होला। ओरिजिनल फोटोलाई बच्चाको फोटोमा परिणत गरिसकेका छौं र अब यो बच्चाको फोटोलाई भिडियोमा चाहिँ बोलेको हामी भिडियो बनाउँछौं र हामीले यसको लागि क्रोम ब्राउजर ओपन गर्नुपर्छ। सर्च बारमा जानुहोस् र हेड्रानुहोस्। अब यहाँ हेड्रा एआई आएको छ र यसलाई चाहिँ सबैभन्दा माथि टपमा भएको वेलकम हेड्रामा चाहिँ तपाईले चाहिँ क्लिक गर्नुहोस्। खुल्न टाइम लागेको छ। हेड्रा गर्नुहोस्। र सबैभन्दा माथि टपमा भएको वेबसाइटलाई तपाईले ओपन गर्नुहोस्। र तपाईलाई यहाँ गुगल साइन इन गर्नुपर्छ र हामीले गुगल साइन इन गरौँ र हाम्रो नयाँ पेज खुलेको छ। हामीले भिडियो बनाउन गइरहेका छौं। भिडियोमा क्लिक गर्नु होला। क्यारेक्टर ओपन गर्नुहोस् र इमेज अपलोड गर्नुहोस्। हामीले यो फोटो बनाएका थियौं, हामीले यहाँ राख्छौं र हामीले साइज चाहिँ युट्युब साइजमा 16:9 ठीक छ र यहाँ अडियो स्क्रिप्ट क्लिक गर्नु होला र अपलोड अडियो भनेको छ। यसमा पहिले नै तपाईले राख्नु भएको अडियो पनि राख्न सक्नुहुन्छ र रेकर्ड अडियोमा अहिले भर्खर तपाईले चाहिँ आफ्नो भोइसहरु रेकर्ड गरेर पनि राख्न सक्नुहुन्छ र जेनेरेटेड स्पिच भन्छ यहाँ टेस्ट गरेर पनि राख्न सक्नुहुन्छ। हामीले अपलोड अडियो गर्छौं। ओपन गर्नु होला र अडियो ओपन गर्नु होला। हामीले अडियो गर्नेछौं। किङ ज्ञानेन्द्र भन्ने छ यहाँ, हामीले यो राख्छौं र हामीले यति भइसकेपछि हामीले एड टु भिडियो गर्छौं। हामीले अडियो पनि हाल्यौं र हामीले क्यारेक्टर पनि हाल्यौं। एड टु भिडियो गर्छौं। एरोमा क्लिक गर्छौं। लोड भइरहेको छ र हामीले यहाँ कन्टिन्यू
मा हामीले क्लिक गर्छौं। यदि ब्याक छ भने यसलाई चाहिँ कट गरेर फेरि चाहिँ कन्टिन्यू गर्नु होला। अब हामी कन्टिन्यू गर्छौं। र हाम्रो लोड भइसकेको छ। केही समयपछि हामीले जुन भोइस राखेका छौं अडियो, यो अडियोले जुन हामीले क्यारेक्टर राखेका छौं यसमा चाहिँ एनिमेट भिडियो यसले बनाउँछ। र केही समय अब यहाँ भिडियो लोड भइरहेको छ र केही समयपछि हामीले राखेको अडियो र यो क्यारेक्टरमा चाहिँ भिडियो बनेर आउँछ। यसको लागि केही समय लाग्छ, तपाईलाई धैर्य गर्नु होला किनभने यो फ्रीको हो। फाइनल्ली भिडियो बनिसकेको छ। यसलाई हामीले एकचोटी प्ले गरेर हेर्छौं। हेर्नुहोस्, हामीले जुन अडियो अपलोड गरेका थियौं र जुन पिक्चर अपलोड गरेका थियौं त्यही अनुरूप यसमा चाहिँ रियलिस्टिक भिडियो बनाएर हामीलाई हेड र एआईले पठाएको छ। यसरी नै तपाईले आफ्नो इच्छाअनुरूपको भिडियो बनाउन सक्नुहुन्छ। कुनै पनि स्टेपहरुलाई स्किप नगरिकन हेर्नु होला र भिडियोलाई डाउनलोड गर्नको लागि प्रेसर गर्नु होला र यस डाउनलोडमा चाहिँ थिचेर तपाईले डाउनलोड गर्न सक्नुहुन्छ।